सो हेलो घोपटे दाजुभाइ तथा दिदीबहिनीहरू गुड मर्निङ एभ्रिवान। सो तपाईँहरू सुत्दै हुनुहुन्छ भने उठिहाल्नुहोस् अहिले, किनकि माला खाएर मुरी फलाउने बेला हामी यहाँ दुःख गरेर खोजिरहेछौँ। र अहिलेको मौसम भने यस्तो छ कि जहाँ घाम पनि लाउन खोजेको छैन, पानी पनि पर्न गएको छैन। त्यसपछि आएर हामी चाहिँ बिहान बिहान यहाँ मर्निङ वाक आएका छौँ। अनि चाहिँ त्यही हो। अनि अस्ति आएको गिराउनमा आएको, अनि त्यहीँ गऱ्यो एक्सर्साइज पनि। त्यसपछि उता पानी खान गयो। त्यसपछि अहिले चाहिँ अब घर जान लाग्यो फेरि है त। अनि ल अब हामी घर जानेछौँ। अनि यहाँको धेरै जसो कुरा त मैले भनिसक्यो अगाडिको भ्लगमा। हेर्छेन भने तपाईँहरू यो युट्युब च्यानल गएर भिजिट गर्नुहोस्। अनि भिजिट गर्ने बित्तिकै प्रोफाइल ओपन गर्ने बित्तिकै कालो उसमा लेखेको छ सब्सक्राइब भनेर, टक्क दब्लिङ एउटा घन्टी चिन्ह हुन्छ, त्यसलाई ड्याङ्ग दबाइहाल्ने। त्यसपछि अनि घन्टी बज्छ टेलङ्ग। त्यसपछि फेरि भिडियो अपलोड गर्ने बित्तिकै तपाईँहरूको मोबाइलमा टक्क लाएर फेरि आइहाल्छ फेरि। ल सुरुमै त्यही भएर सब्सक्राइब चाहिँ गरिराखौँ। अनि कति मलाई अब जम्मा 21 सब्सक्राइबर चाहियो त्यो लाइभ बस्नको लागि। त्यही भएर मलाई एकदम सब्सक्राइबरको आवश्यकता छ, किनकि म अब लाइभ बस्नु पर्छ। त्यसैले ल, अनि त्यही भएर सबैजना सब्सक्राइब गरौँ, अनि सेयर गरौँ, सब्सक्राइब गर्नु होला घाम केटा ड्याङ 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 ड्याङ। अनि त्यसपछि लाइभ बस्ने अन्त राति बिहान ल है त। त्यसपछि काम गरेको पनि देखाउँछु, लाइभ पनि बस्छु, इन्जोय। अनि गिटार सितार बजाएर अनि के सब देखाउँछु है। अलिक केटाहरूलाई इन्जोय पार्नु पऱ्यो नि त। ल त्यही हो, अहिलेलाई चाहिँ हामी घर जानेछौँ। ल अहिले चाहिँ म घर आइसकेँ र अहिले अब चना पकाउनु लगाएको, नास्ता गराउनु पऱ्यो बिहानको। अनि मतलब पहिला सुरुमा चाहिँ के गर्छु भन्दाखेरि चना टक्कलार चना भिसेर बसेको रहेछ, अब यसलाई पकाउँदैछु। त्यसपछि यहाँ छ हाम्रो चिन्नै सकिन्न। ल अब चना पकाउनुतिर लगाउनै त लेट्स गो। अब चना पकाउनुलाई म चाहिँ रेडी छु। अनि यहाँ चाहिँ अनि बसालिसकेँ कराई पनि। अब यहाँ छ चना हट्रा रेडी अवस्थामा छ। सुरुमा चाहिँ प्याज काट्छौँ। प्याज छ यहाँ। ल यति तेल चाहिँ पुग्छ। अब त्यसपछि यहाँ प्याज भइहाल्यो, तेल तातिसक्यो केटा हो। अब प्याज छ, यो प्याज हालिदिइहालौँ टक्क। ल अब हुन्छ छैया। ओहो डेन्जर, भेरी डेन्जरस। यहाँ छ हाम्रो चना। त्यसपछि अब यसलाई नि हालौँ। यत्तिको भइसकेपछि त्यसपछि हालौँ। ल यत्तिको भएपछि अब यसलाई ढाक्नु पर्ने हुन्छ। अब रेसिपी देखाइराखेर अब पाकेपछि म देखाउँछु त। ल लास्टमा आएर चाहिँ यस्तो भयो केटा हो। नास्ता बनिसक्यो, यता टक्क रेडी छ। अनि यहाँ राख्नुपर्छ। त्यसपछि आजको भ्यू हेर्ने हो भने चाहिँ दिस आजको भ्यू त्यति राम्रो छैन, घामै लागेन, उतापट्टि लाउन लाख। त्यसपछि अब नास्ता खाएर कामतिर जानुपर्ने हुन्छ। तपाईँहरूलाई एउटा कुरा देखाउँछु म फेरि। आमा ल यो गाउँै। त्यसपछि क्या दामी फुलेछ नि यो फुल केटा, खतरा। एउटा मैले रोपेको त्यसै फुलेकै छैन फेरि। ल अब नास्ता खाएर कामतिर गयो। राइट गाइज, म चाहिँ खेती त
फेरि पनि आइसक्यो म खेततिर सुगा दबाउनु छ अब के भन्दाखेरि यहाँ माथिको चाहिँ हरियो छ मकै यहाँ चाहिँ सुकेर काटेर भ्याइसक्यो यो त अस्ति काटेको आली पनि टाँसेको तल पनि सक्यो मकै हरियो अनि त्यही भएर आउनु परिरहेको छ खेततिर अनि र अलिकति घाम अलि लाग्यो अघिको भन्दा त होइन अनि माथि जङ्गल छ त्यही जङ्गलबाट आउँछ कि लास्टै आउँछ सुगा त्यसपछि उतापट्टि बारी गाउँ छ मकै हरियो छ यता फेरि काटिसक्यो मकै अनि यो चाहिँ लोकल हो काटिसकेको अनि माथिको र यो तलको चाहिँ हाइब्रिड छ त्यही भएर अलिक ढिलो भएको के अनि त्यही भएर बेला बेला आउन परिरहेछ अनि यसो बिहानमा उठ्यो रनिङ गयो आयो त्यसपछि फेरि के भन्छ फेरि खेतमा आयो सुगा ढपाउन त्यसपछि गयो खाना खायो दिनभरि सुत्यो अनि साँझ हुँदा घाँस काट्न आयो अनि दिउँसो पनि सुतेरै त बस्दैन अनि दिउँसो नि मकै बनाउँछौँ अनि त्यसपछि अनि घाँस काट्न आउँछु फेरि साँझ त्यसपछि फेरि राति घर जान्छौँ अनि ठ्याक्क अनि खाना खायो फेरि सुत्यो डेली त्यस्तै भइरहेको अनि किनकि अहिले बर्खाको मौसम हो होइन काम चाहिँ निकै भइरहेको छ कि अनि अहिले चाहिँ त्यही भएर अहिले लगाइ अब हामी यत्रो बेर त के गरेर बसेको देखाउने होइन त्यही भएर सिधै अब घर जाने बेला भेटौँ है त गाइस ल सो राइट गाइस अब टाइम भयो र अब घरतिर जानु लागेको मकै पनि हरियो छ कुलोमा पानी छ ल बगिरहेको छ फेरि तलपट्टि फेरि यो पानी चाहिँ धानको बिउमा लगाएको कि अहिले धानको बिउ चाहिँ यतिको चाहिँ भाखेरि यत्तिको भयो धानको बिउ चाहिँ फेरि हाम्रो चाहिँ अनि अर्को घाँस त डह्रो भएछ खतरा यो पानी बिउ लगाउँछ उता अलि तलतिर लगेछ हाम्रो यहाँ बोडी नि फलेको रहेछ त्यो बोडी पनि फलेको रहेछ ओहो आलु र बोडीको तरकारीले खाना मिचिसकेँ म साँझ पनि आलु र बोडी बिहान पनि आलु र बोडी धानको बिउ चाहिँ यहाँ खतरा आमा यहाँ त खुर्सानी बवाल फलिरहेको रहेछ त खुर्सानी डल्ले खुर्सानी डेन्जर खतरा फलिरहेको रहेछ यहाँ चाहिँ धानको बिउ तयारी बवाल फलिरहेको हुनमा मर्छ त बराबर एउटै साइजको छ सरर उत्तैसम्म त्यो के भन्छ त्यो एउटा बिछाउँछ नि त्यो दुबोको कार्पेट त्यो त्यस्तै एउटै साइजको बराबर गइरहेको कि यो पानी त तलतिरै लगेर छ ल यता फेरि रोपिरहेको पुरा रोपिरहेको रहेछ यो तरकारी होला स्योर अब हामी घर गएर भेटौँ ल सो राइट गाइस म आइसकेँ घरतिर अनि एउटा घरमा मक्केर आएको छु पाडो रे यतातिर फेरि छुट्टै चल पाउँछ पुरै यहाँ मकै सुकाएर उता पनि सुकाएर मकैमा यहाँ यस्तो दामी फुल फल्यो भने फेरि कुरै छोड्दिउँ कि फुल त यहाँ नि फुलिरहेको बबाल यतातिर नि पुरै मकै सुकाएको छ आँगनभरि फेर्याङको उता हो यो मकै त नसुकेको एउटा हो यो मकै नसुकेको खेततिर यहाँ नि बबाल यहाँ छ एउटा उता यो गुलाब फुल चाहिँ मैले ल्याएको अनि
तकिया फुटायो बवाल मिठो हुन्छ अनि यता पनि पुरै रोपेछ अरू चाहिँ केही भन्दिनँ अब आजको भिडियो चाहिँ यति नै गरौँ अनि अब खानासाना खाएर साँझपल्ट कामतिर लाग्नु चाहिँ आजलाई चाहिँ यति नै गरिदिएँ आजलाई भने बाई बाई अनि रफा डफा हान्न चाहन्छु